हाम्रोपन हाम्रो गौरव। नेपाली रेडियो, नेपाली आवाज। रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज। नमस्कार, खुला मञ्चको यो विशेष प्रस्तुतिमा यहाँलाई स्वागत छ। म दीपक रियाल। आज हामी ललितपुर महानगरपालिकाको लघु घरेलु तथा साना उद्योग शाखाका उद्यम विकास सहजकर्ताको रूपमा कार्यरत वरिष्ठ उद्यम सहजकर्ता सरिता अधिकारीसँग विशेष कुराकानी गर्छौं। उहाँसँग खास गरी ललितपुर महानगरपालिकाले सञ्चालन गरिरहेको उद्यम विकास कार्यक्रम, स्थानीय उद्यमीलाई उपलब्ध गराउँदै आएका सेवा सुविधा, सिप विकास, स्वरोजगार प्रवर्धन तथा महिला र युवाको उद्यमशीलता विकासका विविध पक्षबारे कुराकानी गर्छौं। यति बेला उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइपुग्नु भएको छ। म वरिष्ठ उद्यम विकास सहजकर्ता सरिता अधिकारीजीलाई स्वागत गर्छु। यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। अब यो हामी उद्यमको कुरा गर्न लागिरहेका छौँ सरिताजी। सबैभन्दा पहिले त यो लघु उद्यम भनेको के हो, यसलाई बुझाइदिनुहोस् न। हाम्रो यो औद्योगिक व्यवसाय 2076 नै लघु उद्यमलाई परिभाषित गरेको छ। यसमा चाहिँ घर जग्गा बाहेक बढीमा 20 लाख रुपियाँसम्मको स्थिर पुँजी रहेको, त्यसै गरी उद्यमी स्वयं उद्योग सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको, उद्यमी सहित बढीमा 9 जनासम्म कामदार रहेको, त्यसै गरी उद्यमको वार्षिक कारोबार चाहिँ 1 करोड रुपियाँ भन्दा कम रहेको र यो इन्जिन उपकरण प्रयोग हुने भएमा चाहिँ विद्युतीय खपत 20 किलोवाट भन्दा कम रहेका उद्यम व्यवसायलाई चाहिँ लघु उद्यम भनेर परिभाषित गरेको छ। हामी त्यसलाई नै लघु उद्यम मान्छौँ। अब ललितपुर महानगरपालिकाले त्यो लघु उद्यमलाई अगाडि बढाइरहेको छ। यसको महत्त्व भनौँ न, यसको महत्त्व चाहिँ कति हो? यसको यो लघु उद्यमको महत्त्व भनेको चाहिँ हाम्रो यो थोरै लगानीमा प्लस थोरै कामदारहरूमा पनि सञ्चालन गर्न सकिने उद्यम हो। साथसाथै यो घरायसी गृहिणी महिलाहरूले आफ्नो घरको कामको अतिरिक्त पनि ससाना उद्यम व्यवसाय गरेर चाहिँ आय आर्जन गर्न सक्ने भएको हुँदा यसको चाहिँ एकदमै महत्त्व रहेको छ। अब तपाईँ वरिष्ठ उद्यम विकास सहजकर्ता हुनुहुन्छ ललितपुर महानगरपालिकाको, होइन? यो ललितपुर महानगरपालिकाले लघु घरेलु तथा साना उद्योग तपाईँको शाखा भनौँ न, तपाईँले चाहिँ मुख्य रूपमा चाहिँ के काम गर्नुहुन्छ? हाम्रो यो लघु घरेलु तथा साना उद्योग शाखा भनेर स्थापना भएको चाहिँ हाम्रो आर्थिक वर्ष 2078-79बाट मात्रै हो, होइन? त्यस यता चाहिँ हाम्रो यो शाखाले विभिन्न किसिमका सिपमूलक तथा आयमूलक तालिमहरू सञ्चालन गर्छ। त्यसै गरी प्रविधि हस्तान्तरण, लागत साझेदारीमा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू, त्यसै गरी विभिन्न यो उद्यमीका सङ्कलन तथा बिक्री केन्द्र गर्ने यो कोसेली घरहरू सञ्चालन गर्ने, त्यसपछि बजारीकरण, उद्यमीहरूको बजारीकरणको लागि पनि विभिन्न किसिमका तालिमहरू, त्यसै गरी यो हाम्रो मेलाहरू हुन्छ नि, जुन औद्योगिक मेला प्रदर्शनीहरू, त्यस्तो कामहरू पनि गरिरहेको छ। अनि अर्को चाहिँ यो हाम्रो लघु उद्यम सुरु गर्न चाहनेहरूको लागि चाहिँ उद्यमशील स्वरोजगार कोष भनेर हरेक वडामा 1 देखि 29वटै वडामा चाहिँ हाम्रो 5 लाख रुपियाँ लघु उद्यम कोष भनेर चाहिँ राखेको छ र त्योबाट पनि लघु उद्यमीहरूलाई चाहिँ उद्यम सुरु गर्नको लागि केही सहुलियत भइरहेको छ। हजुर, जुन तपाईँले त्यसो भन्नुभयो नि, जस्तो उद्यमी बन्न चाहने ललितपुरवासीहरूले चाहिँ अब महानगरबाट चाहिँ यो खालको सेवा चाहिँ लिन सक्ने भयो, होइन? त्यसो भए हजुर, एकदमै यो नयाँ उद्यमीलाई छनौट गर्ने प्रक्रिया अथवा मापदण्डहरू पनि त यहाँ होला, होइन? के छ, कसरी जस्तो सबैले पाउने हो कि के हुन्छ यो चाहिँ? होइन, हाम्रो यो गरिबी निवारण तथा रोजगार प्रवर्धन कार्यविधि तथा मापदण्ड भनेर हाम्रो यो कार्यविधि बनिसकेको छ र सोही अनुरूप चाहिँ हामीले अब कस्तो खालको चाहिँ तालिमहरू दिने, जसले चाहिँ आयमूलक सिपमूलक तालिमहरूको लागि चाहिँ सूचना प्रकाशन गर्छ, होइन? त्यसपछि सूचना प्रकाशन गरिसकेपछि चाहिँ एकदमै त्यो तालिम लिन अनि त्यसपछि व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूले चाहिँ त्यो वडा मार्फत फारम भरेर वडाको सिफारिससहित आउनुपर्ने हुन्छ। त्यसपछि त्यसबाट पनि हामीले एकदमै इच्छुक को त भनेर हाम्रो एउटा मूल्याङ्कन तथा छनौट समिति भनेर छ। त्यो समितिले चाहिँ विभिन्न आधारमा चाहिँ छनौट गर्छ, मापदण्डको आधारमा चाहिँ छनौट गर्छ सहभागीहरू। त्यसपछि हामीले चाहिँ यो नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार चाहिँ विभिन्न तालिमहरू प्रदान गर्छ। प्रविधि हस्तान्तरणको केसमा पनि त्यस्तै नै, र जो आयो त्यसले पाउने भन्ने पनि हुँदैन। जसलाई चाहिँ एकदमै आवश्यक छ उनलाई चाहिँ दिने भन्ने हुन्छ। अलिकति बेरोजगार, युवा, महिला, दलितलाई चाहिँ प्राथमिकता चाहिँ
राखेको छ। भने यो सीमान्तकृत समुदायलाई चाहिँ बढी केन्द्रित भएर यस्ता कार्यक्रम हजुर बढी नम्बर दिँदाखेरि पनि उहाँहरूलाई चाहिँ अलिकति बढी नै नम्बर आउँछ हाम्रो मापदण्ड कार्यविधिलाई हेर्दाखेरि पनि। अहिले चलिरहेको जस्तो भनौँ न, तपाईँले भन्नुभयो नि युवा, दलित, अपाङ्गता भएका व्यक्तिहरू, विपन्न समुदायका व्यक्तिहरूले उहाँहरूले चाहिँ उद्यम गरिरहनु भएको, उहाँहरूको त्यो कस्तो छ, त्यो उद्यमहरू चाहिँ सफल छ कि कस्तो छ जुन सहयोग लिएर गरिरहनु भएको छ नि? ठ्याक्कै अपाङ्ग दलित भएकाको लागि भनेर चाहिँ हाम्रो शाखाले छुट्टै कार्यक्रम त गर्दैन होइन। यो हेर्ने पनि छुट्टै शाखा छ हाम्रो, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा भनेर छुट्टै यो दलित, महिला, जनजातिका वर्ग, अपाङ्गता भएका व्यक्तिलाई चाहिँ उहाँहरूले हेर्नुहुन्छ होइन। अनि त्यो भन्दैमा फेरि उद्योग शाखाले चाहिँ नहेर्ने, केही नगर्ने भन्ने पनि होइन। उद्योग शाखाले पनि गर्छ। अनि उद्योग शाखाले चाहिँ उहाँहरूलाई पनि यो प्रविधि हस्तान्तरण गर्दाखेरि त झन् उहाँहरूलाई निःशुल्क भन्दा पनि 20% नलिकन होइन, जुन सपाङ्ग सक्षम व्यक्तिहरूलाई चाहिँ प्रविधि हस्तान्तरण गर्दाखेरि महानगरले 80%, उद्यमीले 20% बेहोर्नु पर्नेछ। अपाङ्गता भएको केसमा चाहिँ यो 20% पनि लिँदैन भनौँ न, लिँदैन है। त्यसरी तालिमहरूमा पनि उहाँहरूलाई चाहिँ अलिकति बढी नम्बर, बढी प्रायोरिटी भन्ने चाहिँ छ, प्राथमिकता छ भन्नुभयो। जस्तो महानगरपालिकाले, ललितपुर महानगरपालिकाले चाहिँ कुन कुन विषयमा चाहिँ अब सिपमूलक तालिम सञ्चालन गरिरहेको छ? अब विशेष गरी धेरै विषयवस्तु होलान् होइन, मुख्य चाहिँ के हो यहाँहरूले चलाइरहेको तालिमहरू चाहिँ? सिपमूलक तालिम चाहिँ तालिमहरू त धेरै नै सकेको छ। जस्तै उत्पादनमूलक तालिम, सेवामूलक तालिम भन्ने हुन्छ होइन। कति चाहिँ वस्तु नै प्रोडक्ट गर्ने, कति चाहिँ सर्भिस मात्रै दिने खालका तालिमहरू पनि छ। जस्तै यो खाद्य प्रशोधनका तालिमहरू होइन, यो अचार बनाउने, यो खानासाना बनाउने खालको तालिमहरू छ। त्यसै गरी यो इभेन्ट डेकोरेसन भनेर छ होइन, जुन हाम्रो हुन्छ नि इभेन्टहरूमा चाहिँ त्यो डेकोरेट गर्ने कामहरू, इभेन्ट डेकोरेसनका कामहरू। त्यसै गरी अब होमस्टेहरूका तालिमहरू पनि चलाइरहेको छ। काष्ठकला, मूर्तिकलाहरूको छ। त्यसै गरी अब धेरै खालका तालिमहरू छ होइन। ब्युटी पार्लरहरू भइहाल्यो। अर्को भनेको अब डिजिटल मार्केटिङ भन्ने, अब अहिले चाहिँ अनलाइनबाटै पनि बिक्री गर्नुपर्छ भनेर डिजिटल मार्केटिङका तालिमहरू होइन। अब धेरै खालका छ तालिमहरू त। अब सिलाइ कटाइका धेरै छ भन्नुभयो होइन। तालिम पछि चाहिँ त्यो उद्यम सुरु गर्न चाहनेहरूका लागि चाहिँ ललितपुर महानगरपालिकाले चाहिँ त्यो सहयोग उपलब्ध गराउँछ नि, त्यो कस्तो हुन्छ त्यो सहयोग चाहिँ? त्यो सहयोग चाहिँ अब ठ्याक्कै मैले अघि पनि भनिसकेँ। एउटा चाहिँ ओडाबाटै दिने उद्यमशील स्वरोजगार कोष भनेर छ होइन, 5 लाख रुपियाँ भन्छ। अब त्यो 5 लाख पनि चाहिँदैन कि, लघु उद्यम सुरु गर्नलाई चाहिँ तपाईँको 50,000, 1 लाखबाट पनि सुरु गर्नुभएकोहरू पनि हुनुहुन्छ होइन। एउटा त्यो भइहाल्यो। त्यो चाहिँ रोटेसन वाइज वर्षेनी चाहिँ एकजनाले लान्छ, त्यसपछि किस्ता किस्तामा तिर्दै जान्छ। अनि अर्को त्यसपछि अर्कोले लाने त्यस्तो खालको हुन्छ। त्यसमा चाहिँ बिना ब्याज, बिना धितो हो त्यो होइन। अनि अर्को भनेको चाहिँ टेक्नोलोजी, प्रविधि सहयोग भन्ने कार्यक्रम छ। प्रविधि सहयोगमा चाहिँ 80% महानगरले र 20% उद्यमीले हाल्नुपर्ने कुराहरू छ। त्यसपछि विभिन्न किसिमका बाहिर जिल्लाहरू, होटलहरूमा पनि, यो ठुल्ठुला होटलहरूमा चाहिँ मेला प्रदर्शन हुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यसमा पनि स्टल निःशुल्क उपलब्ध महानगरले पैसा बेहोरेर चाहिँ उपलब्ध गराउने कामहरू पनि उत्पादन गरेको सामग्रीहरू बेच्नको लागि चाहिँ त्यो खालको बजार व्यवस्थापनको कार्यक्रम पनि बजार व्यवस्थापन पनि छ हजुर। ओडामा पनि अहिले चाहिँ यो कोसेली घरहरू भनेर सञ्चालन भइरहेको छ। त्यसमा महानगरले पनि सपोर्ट गरिरहेछ। ओडाले भएर महानगर उद्योग शाखाले पनि सपोर्ट गरिरहेछ। जस्तै 16 नम्बर ओडामा छ होइन, 2 नम्बर ओडामा छ, त्यसै गरी 13 नम्बर ओडामा छ। यसरी चाहिँ विभिन्न ओडाहरूमा चाहिँ उद्यमीहरूको यो कोसेली घर भनेर उद्यमीहरूको लघु उद्यमीको उत्पादन सङ्कलन गर्ने र त्यहीँबाट बिक्री गर्ने भनेर केन्द्रहरू पनि बनिसकेका छन्। त्यसमा पनि हामीले सपोर्ट गरिरहेछौँ। जस्तो शाखाले सपोर्ट गरिरहेको भनिरहँदा अब समग्रमा चाहिँ ललितपुर महानगरपालिकाले त्यो सहजीकरण चाहिँ हुन्छ नि, उद्यमीहरूलाई चाहिँ वित्तीय पहुँच भनौँ न अथवा सहुलियत ऋण जुन छ त्यसलाई चाहिँ जोड्ने काम चाहिँ कसरी हुन्छ? त्यो सहजीकरण चाहिँ त्यो जोड्ने काममा चाहिँ कसरी गरेको छ भन्दा हामीले विभिन्न ब्याङ्कहरूसँग चाहिँ अन्तर्क्रियाहरू, उद्यमी, महानगरपालिका र वित्तीय संस्थाहरू 3 पक्ष बसेर चाहिँ अन्तर्क्रिया गर्ने। त्यसको लागि चाहिँ लघु उद्यमीहरूलाई चाहिँ के कस्ता सहुलियत रूपमा चाहिँ यो लघु कर्जा प्रदान गर्ने प्रक्रियाहरू के छ भन्ने कुराहरूमा चाहिँ अस्ति भर्खर पनि हामीले यो अन्तर्क्रिया कार्यक्रमहरू राखेका थियौँ। उद्यमीहरूलाई चाहिँ अलिकति सहुलियत रूपमा कर्जा प्राप्त गर्नको लागि चाहिँ केही सहज
भयो होला, हुन्छ होला भन्ने चाहिँ अपेक्षा पनि लिएका छौँ। तपाईँले त्यसो भनेर त नि सरिताजी कति उत्साहित हुन्छन् उद्यमीहरू जसरी तपाईँहरूसँग आइपुग्नुहुन्छ विभिन्न माध्यमबाट, वडा मार्फत अथवा होइन सोझै तपाईँहरूसँग अथवा तालिम प्राप्त गरिसकेपछि प्रतिक्रिया चाहिँ कस्तो छ उनीहरूको चाहिँ? उहाँहरूको अब समग्रमा भन्नुपर्दा धेरै जसो चाहिँ एकदमै खुसी नै हुनुहुन्छ होइन। अब हामीले यसरी तालिम पायौँ भनेर उहाँहरूले कृतज्ञता नै व्यक्त गर्नुहुन्छ। अनि यस्तो पनि छ, हामीले चाहिँ यो लघु उद्यम विकास मोडलबाट चाहिँ काम गरिरहेछौँ। जस्तै एउटै मान्छेलाई सुरु सहभागी छनौटदेखि लिएर उसलाई चाहिँ मार्केटिङ सपोर्टसम्म चाहिँ एउटै मान्छेलाई गरिराख्ने क्या। जस्तै सामाजिक परिचालनका कार्यहरू लघु उद्यमी समूहहरू बनाउने, त्यसपछि उहाँहरूलाई उद्यमशीलता तालिम प्रदान गर्ने, त्यसपछि सिप तालिम प्रदान गर्ने, उहाँहरूको अनुसार उहाँहरूले छानेको व्यवसायमा चाहिँ सिप तालिम प्रदान गर्ने, त्यसपछि उहाँहरूलाई नै प्रविधि सपोर्ट गर्ने र उहाँहरूलाई नै मार्केटिङ सपोर्ट र वित्तसँग हामीले लिङ्क गराइदिँदाखेरि चाहिँ अलिकति कार्यक्रम सफल पनि भएको छ र उद्यमीहरू सृजना पनि भइराख्नु भएको छ क्या। त्यो गर्दाखेरि चाहिँ जस्तो तपाईँले त्यो स्थानीय उत्पादनको जुन भनौँ न ब्रान्डिङदेखि लिएर प्याकेजिङ गुणस्तर सुधारमा पनि महानगरले सहयोग गरिरहेको हुन्छ उहाँहरूलाई, उहाँ जे काम गरिरहेको छ। अब अघि तपाईँले कृतज्ञ पनि हुनुहुन्छ। अब कति चाहिँ तालिममा लिने पनि हुनुहुन्छ होइन, एकैजनाले चाहिँ 10-12वटा तालिम लिएको पनि रेकर्डहरू छ। अब तालिम मात्रै लिइरहनेहरूले चाहिँ खासै गर्नुहुन्न होइन। अब जो चाहिँ एकदमै म चाहिँ व्यवसाय नै गर्ने हो, 2-4 पैसा भए पनि कमाउँछु भनेर आउनेहरूलाई चाहिँ एकदमै सपोर्ट भएको छ क्या है। उहाँहरूले चाहिँ गरेर अहिले पनि 2-4जनाले रोजगारी पाइरहनु भएको छ एउटै उद्यम व्यवसायबाट पनि, राम्रो पनि भएको छ। भित्रैबाट जसले म गर्छु भन्नेका लागि चाहिँ राम्रो भएको छ। तर अब एकदमै सपोर्टिभ भएको छ। उहाँहरूले चाहिँ एकदमै महानगरलाई धेरै धन्यवाद दिनुहुन्छ क्या। जस्तो यो अब भनौँ न यो निडी पिपुल जसलाई आवश्यकता छ उसको लागि त एउटा वरदान पनि भयो। अब तालिमै मात्रै लिएर अर्थ छैन। तपाईँले भनिरहँदा अहिलेको अब डिजिटल मार्केटिङ, इ कमर्स अथवा सामाजिक सञ्जाल मार्फत पनि व्यवसाय प्रबन्धन त्यो पाटोमा पनि यहाँले तालिम दिइरहेको भनिरहँदाखेरि होइन, अहिले त टिकटकबाट पनि व्यवसाय अगाडि बढाइरहेको हुन्छन्। के छ, कति उत्साहित हुनुहुन्छ उहाँहरू चाहिँ यो डिजिटल मार्केटिङबाट काम गर्दा चाहिँ? डिजिटल मार्केटिङ उहाँहरूले चाहिँ जब पसलमा घरमा लगेर चाहिँ बेचिरहेको उद्यमीहरूलाई चाहिँ अलिकति अहिले चाहिँ यो डिजिटल जमानामा अनलाइनबाट पनि बेच्नुपर्छ, मान्छेको दैलोमा चाहिँ अनलाइनबाट अर्डर गरेको आधारमा पनि पुर्याउनुपर्छ भन्ने चाहिँ सबैमा यो विकास भइसकेको छ। यो तालिमले पनि उहाँहरूलाई अब आफ्नो प्रोडक्टहरूको चाहिँ राम्रो फोटो खिच्नेदेखि लिएर अपलोड गर्ने, अर्डर लिने कुराहरू राख्न सिकाउँदाखेरि चाहिँ एकदमै खुसी हुनुभएको छ। अझ एडभान्स खालको तालिमहरू राखिदिनु पर्यो यसमा पनि भन्ने कुराहरू चाहिँ आउँछ उहाँहरूबाट। सरिताजी, तपाईँले त्यसो भनेर यो ललितपुर महानगरपालिका त अलिकति भनौँ न नेवारी हस्तकला पनि राम्रो भएको, धातुकला, काष्ठकला थुप्रै छन्। त्यो सँगसँगै परम्परागत अब खानाको पनि छ होइन। त्यो स्थानीय उत्पादनको संरक्षण अथवा त्यो खानाको प्रबन्धन गर्न चाहिँ ललितपुर महानगरपालिकाको भूमिका चाहिँ कस्तो छ यो पाटोमा चाहिँ, यो लघु उद्योगसँग जोड्दै? यसको पाटोमा चाहिँ हाम्रो अझ यो उद्योग पर्यटन संरक्षण समिति भनेर पनि छुट्टै समिति पनि छ होइन। त्यहाँबाट पनि हाम्रो राम्रो बजेट विनियोजन भइरहेको छ। त्यो हुँदाखेरि चाहिँ यो विभिन्न किसिमका कला, धर्म, संस्कृति जोगाउने खालका सिप तालिमहरू पनि सञ्चालन भइरहेको छ त्यो समितिबाट पनि, प्लस हाम्रो उद्योग शाखाबाट पनि भइरहेकै छ। जसले गर्दाखेरि चाहिँ यो लोप हुन लागेका संस्कृतिहरू पनि जगेर्ना चाहिँ भइरहेको छन्। जस्तै यो धिमे बाजाको तालिमहरू भनेर यो पुस्ता हस्तान्तरण गर्ने कार्यक्रमहरू क्या। जस्तै एउटा पुस्ताले गरिरहेको थियो, अब उहाँहरूको अर्को पुस्तालाई पनि दिइसकेपछि चाहिँ कम्तीमा पनि त्यो संस्कृति चाहिँ जगेर्ना हुने रहेछ कि। त्यो काष्ठकलाको तालिमहरू त्यो चाहिँ भइरहेको छ। अब ललितपुरमा त हस्तकला, धातुकलाको पनि त्यत्तिकै प्रख्यात ठाउँ हो होइन। तपाईँलाई काष्ठकलाको पनि भनिहाल्नुभयो। अब अझ नेवारी शैली भनौँ परम्परागत कुराहरू चाहिँ छँदैछ। त्यो पनि त्योभन्दा पनि अझ ललितपुरमा चाहिँ सबैभन्दा बढी सम्भावना भएका लघु उद्यमहरूको क्षेत्रहरू चाहिँ अब तपाईँहरू त त्यहाँ शाखामा बसेर हेरिरहनु भएको छ, कुन चाहिँ बढी चाहिँ महत्त्वपूर्ण अथवा उद्यम क्षेत्रहरू हुन्छन्? अलिकति यो हाम्रो महानगर भनेको चाहिँ यो टुरिस्ट एरिया पनि भयो होइन। टुरिस्ट एरिया भएको हिसाबले पनि यो होमस्टेलाई चाहिँ अलिकति राम्रो व्यवस्थित तरिकाले चलाउन सकियो भने यसमा पनि राम्रो सम्भावना छ होइन। त्यसै गरी यो नेवारी कल्चरहरू धेरै हुने भएको भएर चाहिँ यो हाम्रो बाहिर पहाडी भनौँ न जुन सालको पातहरू पाउने एरियाहरू हुन्छ नि, उहाँहरूसँग हामीले कोअर्डिनेसन गरेर यो सालको पातहरू चाहिँ ल्याएर त्यसको टपरीहरू बनाउने व्यवसाय पनि राम्रो चल्ने चाहिँ सम्भावना छ कि। किनभने एकदमै नेवारी समुदाय उहाँहरूको भोजमा चाहिँ अनिवार्य चाहिने, भोज फेरि भक्कै गर्ने होइन। त्यसको लागि चाहिँ यो व्यवसाय पनि एकदमै सम्भावित छ।
अरू भनेको यो हस्तकलाका त अब हस्तकलाको त नगरी नै भइहाल्यो हाम्रो ललितपुर महानगरपालिका। अलिकति यो मैनका मूर्तिहरू होइन, त्यसपछि फेस यो पेन्टिङका कुराहरू, यिनीहरू चाहिँ एकदमै राम्रो सम्भावना बोकेका चाहिँ उद्यम व्यवसायहरू हुन्। यो उद्यम सञ्चालनका क्रममा उद्यमीहरूले चाहिँ अब पनि त चुनौती पनि भोग्नु भएको हुन्छ। तपाईँहरूले एउटा सहजीकरण गर्ने एउटा पाटो हो। उनीहरूले भोगेको चुनौतीहरू चाहिँ कस्ता कस्ता हुन्छन्, के हुन्छन् त्यो चाहिँ? चुनौतीहरू पनि छ, एकदमै नभएको होइन होइन। अब उहाँहरूले उत्पादन त गर्नुहुन्छ, अब सर आफूले सोचे जसरी बिक्री हुँदैन होइन, भनेको चाहिँ बजारको समस्या। अनि अर्को भनेको चाहिँ अघि हामीले भनिसक्यौँ यो लोनको कुरा, वित्तीय कुरा होइन। यसमा पनि अब थोरै लगानी 5-7 लाख रुपियाँ 8-10 लाख रुपियाँ चाहिने केसमा चाहिँ अब धितो राख्नलाई पनि अब त्यो धेरै ठुलो घर जग्गै धितो राख्नलाई नमिल्ने, त्यो माथि आफ्नो नाममा महिलाहरूको नाममा हुँदैन होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति यो 5-7 लाख रुपियाँ चाहिँ परिवारबाट पनि यो व्यवस्थापन गर्न नसक्ने, प्लस ब्याङ्कले पनि बिना धितो नदिने हुँदाखेरि अलिकति लगानीको पनि समस्या छ होइन। अर्को भनेको चाहिँ अलिकति लेबलिङ प्याकेजिङमा पनि अझै अवेर भइसक्नु भएको छैन कि हाम्रो लघु उद्यमीहरू। जस्तै झोल साबुनहरू बनाउनुहुन्छ अनि सामान्य मान्छेले पानी खाएर चाहिँ फालेका त्यो बोतलहरू, होटलका बोतलहरू ल्याएर चाहिँ त्यस्तोमा चाहिँ बेचिरहनु भएको छ भन्दाखेरि उहाँले चाहिँ लेबलिङमा पनि अलिकति चाहिँ जोड गर्नै पर्ने र हामी महानगरले पनि यसमा चाहिँ अलिकति फोकस गर्नै पर्ने अझै पनि छ। तपाईँले त्यसो भनिरहँदा जुन खालका चुनौतीहरू छन्, समस्याहरू उद्यमीहरूले भोगिरहेछन् होइन, ती चुनौतीलाई समाधान गर्न चाहिँ महानगरले पनि त अब केही उपायहरू त अपनाउनु पर्छ होला होइन? कि तपाईँहरूले चाहिँ के गर्नुहुन्छ त्यसमा चाहिँ? खास गरी अब उद्यम विकास शाखा भनौँ न, शाखाबाट चाहिँ त्यस्तो केही पहल हुन्छ अथवा नीतिगत रूपमै अगाडि कुरा लैजान पनि त सकिएला होइन? पक्कै पनि हाम्रो शाखाले पनि अब यो महिलाहरूको नाममा चाहिँ दर्ता गर्दाखेरि अलिकति छुट दिने कुराहरू, त्यसपछि लेबलिङ प्याकेजिङको लागि पनि अलिकति सपोर्ट गर्नु कुराहरू, यो दर्ता गर्दाखेरि चाहिँ के फाइदा हुन्छ भनेर यो दर्ताको विषयमा अझ मजाले अभिमुखीकरण चाहिँ यो टोलमा वडामा अभिमुखीकरण गर्नुपर्ने कार्यक्रमहरू, यस्तो कार्यक्रमहरू भने चाहिँ उद्यमीहरू पनि अलिकति सचेत हुनुहुन्थ्यो होइन। अनि आफ्नो व्यवसायलाई चाहिँ अलिकति व्यवस्थित तरिकाले चाहिँ अगाडि बढाउनु हुन्थ्यो। त्यसको लागि हामीले चाहिँ अब योजनाहरू बनाइ पनि रहेका छौँ। भर्खर शाखा बल्ल 2-3 वर्ष मात्रै भएको भएर यो कार्यक्रमहरू पनि बिस्तारै अगाडि बढाउँदैछौँ। तपाईँले त्यसो भनिरहँदा सरिताजी जस्तो तालिम लिएका व्यक्तिहरूमध्ये चाहिँ कतिजना अब सफल उद्यमी बनेका पनि छन् यो 2-3 वर्षको दौरानमा, अथवा त्यस्तो प्रेरणादायी केही उदाहरणहरू छन् त्यो ललितपुरमा? एकदमै छन् मजाले छन्। हामीले जेरो लेभलबाट चाहिँ आज चाहिँ राम्रो सफल उद्यमी भइसकेका उदाहरणहरू पनि छन्, धेरै छन्। अब जस्तै हाम्रो यो भैँसेपाटी मेडिसिटीको पछाडि चाहिँ यो सृजनशील उत्पादन उद्योग भनेर 4जना मिलेर गर्नुभएको एउटा समूह छ। यो सरसफाइ सामग्रीहरू उत्पादन गर्नुहुन्छ होइन। उहाँहरूको चाहिँ एकदमै राम्रो ठुलो फ्याक्ट्री बनाइसक्नु भएको छ। त्यसै गरी विभिन्न खाजा घरहरू छ। अनि हामीले औजार दिएर चाहिँ यो टेलरिङहरू पनि राम्रो सञ्चालन गरिरहनु भएको छ। त्यसै गरी हाम्रो यो हरिसिद्धीमा तरकारी खेतीहरू पनि गरिराख्नु भएको छ, जुन चाहिँ हामीले यो लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यम विकास मोडलबाट चाहिँ सञ्चालन गरेका उद्यमीहरू हुनुहुन्छ। त्यसै गरी हामीले सपोर्ट गरेका यो मौरी पालनका उद्यमीहरू हुनुहुन्छ धाबा खेलमा है। धेरै राम्रो गरिरहनु भएकोहरू पनि हुनुहुन्छ। अहिले पनि एकदमै हामी चाहिँ जेरो लेभलको मान्छेलाई, अरूकोमा काम गरिरहेको मान्छेलाई चाहिँ आज आफै चाहिँ मालिक हुने अवस्थासम्म पुर्याइदिनु भयो भनेर चाहिँ उहाँहरूले बारम्बार चाहिँ महानगरको नाम लिइराख्नुहुन्छ। एउटा खुसीको कुरा तपाईँले सुनाउनु भयो, महानगरपालिकाले गरेको कामबाट चाहिँ उहाँहरूले भनौँ न आफ्नो आर्थिक जीवनमा चाहिँ सहजीकरण भइरहेको छ भनेर चाहिँ महानगरले उद्यमीहरूको अनुगमन अथवा परामर्श छ नि, त्यो दिने काम पनि गरिरहेको छ कि के छ? त्यो अनुगमनको पाटो चाहिँ के छ? अनुगमन चाहिँ समय समयमा चाहिँ उहाँहरूकोमा अनुगमन गर्न जाने, त्यसपछि व्यावसायिक परामर्श भनेर पनि छुट्टै शीर्षक नै हुन्छ हाम्रो चाहिँ कार्यक्रममा भनौँ न। परामर्श अब हाम्रै तहबाट चाहिँ यो काउन्सिलिङ गर्न सकिने, उहाँहरूको जस्तै उद्यम व्यवसायमा चाहिँ समस्या भनेदेखि हाम्रै लेभलबाट काउन्सिलिङ गरेर चाहिँ उहाँहरूको समस्या समाधान हुन्छ भने हाम्रै लेभलबाट नभए पनि सम्बन्धित विषयको विषयविज्ञ बोलाएर पनि हामीले चाहिँ उहाँहरूलाई व्यावसायिक परामर्शहरू चाहिँ दिइराखेका हुन्छौँ। त्यसै गरी यो बेलामा चाहिँ मेन्टरसिप भनेर चाहिँ हाम्रो सपोर्ट गर्नु उद्यमीहरूलाई बोलाएर चाहिँ यो उद्यम व्यवसाय चाहिँ कसरी राम्रो बनाउने, कसरी व्यवस्थित बनाउने, कसरी बजार लिने भन्ने कुराहरूमा हामीले विषयविज्ञहरूबाट पनि मेन्टरसिपका क्लासहरू पनि चलाइराखेका हुन्छौँ। जस्तो भनौँ त हामी त वातावरण मैत्री रेडियो वातावरणको पनि कुरा गर्छौँ। यो वातावरण सम्बन्धित त्यस्ता लघु कार्यक्रमहरू
हरित उद्यमहरू पनि त्यस्ता पनि छन्, चलेको छ ललितपुरबाट? एकदमै छन्। अब जस्तै यो कृषिसँग सम्बन्धित कार्यक्रमहरू भइहाल्यो होइन, कृषि यो तरकारी खेतीदेखि लिएर फलफुल खेतीका कुराहरू, वृक्षारोपणका कार्यक्रमहरू त्यो पनि भइ नै हाल्यो। अनि अर्को चाहिँ हाम्रो यो वातावरणलाई चाहिँ प्लास्टिक मुक्त बनाउनुपर्छ भनेर चाहिँ हाम्रो महानगरले प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला भनेर चाहिँ विभिन्न तालिमहरू पनि प्रदान गर्यो। त्यसपछि वडामा यो झोला उत्पादन गर्नको लागि चाहिँ अभिप्रेरित पनि गर्यो। प्लस महानगरले चाहिँ आफैले चाहिँ त्यो स्याम्पल यो अब बोक्नु हुँदैन, कपडाको झोला बोक्नुपर्छ भनेर महानगर आफैले चाहिँ कपडाको झोलाहरू तयार पारेर वडामा वितरण पनि गरिराखेको छ। अलिकति अब मानिसहरूमा चाहिँ यो प्लास्टिक मुक्त हुनुपर्छ, वातावरण सफा बनाउनुपर्छ भनेर चाहिँ गरिराखेकै छ। अब हजुरहरूले देख्नुहुन्छ नि महानगरमा अब यो बाटोमा पनि हरियाली छ नि त होइन, दायाँ बायाँ फुल रोपेको छ, बिरुवाहरू रोपेको छ। यो सबै यो वातावरण प्रदूषण नहोस्, वातावरणमा हरियाली कायम होस् भनेरै गरिएका कार्यक्रमहरू हुन्। अब जस्तो त्यो सँगसँगै उद्यम विकासको क्षेत्रमा चाहिँ अब भनौँ न लघु उद्यमको यहाँहरूले हेर्नुहुन्छ, यो महानगरले चाहिँ अब नयाँ योजनाहरू पनि त्यस्तो केही ल्याउँदैछ कि के छ यो चाहिँ? हजुर, अब चाहिँ यो तालिम मात्रै दिएर पनि हुँदैन होइन, तालिम मात्रै दिएर तालिममै मात्रै बजेट सकेर पनि हुँदैन। अब अलिकति चाहिँ हामीले उद्यमी सृजना गर्ने प्लस उहाँहरूलाई चाहिँ स्थापित गर्ने भनेर चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू पनि तय गरिरहेका छौँ। अब चाहिँ हामीले त्यो बेसिक तालिम लिएर अलिअलि उद्यम व्यवसाय सुरु गर्नेहरूलाई एडभान्स ट्रेनिङहरू दिनुपर्छ होइन, उहाँहरूलाई चाहिँ अलिकति लेबलिङ ब्रान्डिङमा पनि लैजानलाई जोड दिनुपर्छ भनेर पनि विभिन्न किसिमका योजनाहरू चाहिँ बनिरहेको छ होइन। चाहिँ उहाँहरूको उत्पादन भयो। अब महानगरले नै चाहिँ अवनत्व लिएर चाहिँ एउटा साँच्चीकै बिक्री केन्द्र चाहिँ महानगर स्तरीय नै सञ्चालन गर्न सकियो भने अझ राम्रो हुन्छ भनेर यसमा पनि छलफल चाहिँ भइरहेको छ। छन त छ एउटा कोसेली घर भनेर, हाम्रो पनि एल कोसेली घर भनेर महानगरले नै व्यवस्थापन गरिरहेको छ होइन। अब त्यसमा चाहिँ विशेष गरी यो हस्तकलाका सामानहरू मात्रै बिक्री भइरहेको छ। लघु उद्यमीका यो सबै खालका उत्पादनहरू चाहिँ त्यसमा समावेश भएको छैन। अब यो परिप्रेक्ष्यमा चाहिँ साँच्चीकै सङ्कलन तथा बिक्री केन्द्र भनेर महानगरले नै अलिकति अगाडि बढाउनको लागि चाहिँ कोसिस गरिरहेको छ। सरिताजी, जस्तो भनौँ न यो घरमै बसेर पनि सानो लगानीबाट व्यवसाय सुरु गर्न चाहने, खास गरी अब हुन त सीमान्तकृत समुदाय सबैलाई यहाँहरूले समेट्नुहुन्छ, तैपनि महिलाको हकमा चाहिँ महिलाहरूलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ जुन घरमा बसेर उहाँहरूले व्यवसाय सुरु गर्न चाहनेहरूको लागि चाहिँ? एकदमै पक्कै पनि अहिलेको जमानामा चाहिँ हामी घरमै बस्ने र घर परिवारको अन्य सदस्यहरूमा मात्रै चाहिँ डिपेन्ड हुनु हुँदैन। हामीले चाहिँ घरको कामको अतिरिक्त पनि आय आर्जन हुने खालका चाहिँ कामहरू गर्नुपर्छ। थोरै जस्तै घरमा बसेर बत्ती काटेर होइन, यो परालको चाहिँ जुत्ता बनाउनुहुन्छ, मुढाहरू बनाउनुहुन्छ, चकटीहरू सुकुलहरू बुन्नुहुन्छ, योबाट पनि बिक्री गरेर थोरै भए पनि आम्दानी गर्न सकिन्छ। आफ्नो लागि चाहिँ आफै 2-4 पैसा भए पनि आफै कमाउनुपर्छ। जस तपाईँको सुझाव छ होइन, तपाईँसँग आएर उहाँ जसको भित्री इच्छा छ म केही गर्छु भन्ने महिलाहरूले चाहिँ तपाईँको भनौँ न ललितपुर महानगरपालिकाको लघु घरेलु तथा साना उद्योग शाखामा आएर वरिष्ठ उद्यम विकास सहजकर्ता सरिता अधिकारीलाई भेट्दा पनि तपाईँहरूले पनि त्यहाँ सहजीकरण गरिहाल्नुहुन्छ होइन? एकदमै हाम्रो कामै त्यही नै हो। हाम्रो काम भनेकै उद्यमी बन्न चाहनेहरूलाई चाहिँ सहजीकरण गर्ने, परामर्श दिने कामहरू हो। र हामीले चाहिँ अब हाम्रो शाखामा आउनुभयो अथवा हामीलाई फोन सम्पर्क गरेर पनि बुझ्न चाहनुभयो भने चाहिँ हामी उहाँहरूलाई यही कार्यक्रम सुनेर पनि तपाईँहरूसँग फेरि आउन सक्नुहुन्छ होइन? जस्तो अब वैदेशिक एकदमै कतिलाई चाहिँ यो फेसबुकहरू वेबसाइटहरू चलाउनु हुँदो रहेछ, त्यसपछि हामीले सूचना थाहा पाएनौँ भन्ने खालका गुनासाहरू पनि आउँछ होइन। त्यसको लागि चाहिँ अब हाम्रो ललितपुर महानगरका फेसबुक पेजहरू लाइक गर्नु, हाम्रो उद्योग शाखाका फेसबुक पेजहरू, हामी पनि नोटिसहरू सेयर गरिरहेका हुन्छौँ। त्योबाट रेडियो सगरमाथाबाट पनि सूचनाहरू नोटिसहरू थाहा पाउनुहुन्छ भन्न पनि चाहन्छु। हजुर, अब यो त्यो सँगसँगै जस्तो भनौँ तपाईँले त्यति भनिरहँदा जस्तो अलिकति सजग पनि हुनुपर्छ आफ्नो अधिकार होइन, कहाँ सुविधा पाइएको छ भन्ने सन्दर्भमा है। यो विदेशबाट फर्केका वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले पनि उद्यम सुरु गर्न चाह्यो भने चाहिँ ललितपुर महानगरपालिकाबाट पनि सहयोग पाउन सकिन्छ कि सकिँदैन? यो चाहिँ एकदमै सकिन्छ। अझ वैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमै रोजगारी गुमाएका बेरोजगार युवाहरूलाई त अझ झन् प्राथमिकता दिने चाहिँ हाम्रो कार्यविधिमा पनि छ क्या। त्यही भएर उहाँहरूलाई चाहिँ अझ झनै प्रायोरिटी हुन्छ।
अब यो अलिकति त्यो भनिरहँदा जस्तो उद्यम दर्ता गर्नु पर्यो होइन, अब त्यत्तिकै त सुरु हुँदैन, जे काम गर्दा पनि एउटा कानुनी प्रक्रिया हुन्छ होइन, त्यो त्यसको अनुमति लिनुपर्ने होला, त्यसमा पनि यहाँहरूले सहजीकरण गर्नुहुन्छ? एकदमै हाम्रो शाखाबाटै चाहिँ अहिले दर्ता भइरहेको छैन। हाम्रो औद्योगिक ऐन बनेको छ तर नियमावली नभएको भएर चाहिँ हाम्रो यो दर्ता हाम्रो शाखाबाट चाहिँ भएको छैन। त्यसको अतिरिक्त चाहिँ हाम्रो 5 लाखसम्मको उद्योगहरू व्यवसायहरू उद्यमहरू भनौँ न 5 लाखसम्मका लघु उद्यमहरू चाहिँ हाम्रो ओडाबाट नै दर्ता हुने चाहिँ व्यवस्था छ। अब त्यति साह्रो झन्झटिलो पनि छैन। जुन अनुमति लिनुपर्नेहरू त अलिकति अनुमति लिएर नै गर्नुपर्ने हुन्छ होइन। अनुमति लिन नपर्ने साना साना उद्यमहरू चाहिँ हाम्रो ओडाबाट नै दर्ता हुन्छ। त्यति साह्रो झन्झटिलो पनि छैन। सामान्य प्रक्रियाबाट पनि उहाँहरूले दर्ता गर्न सक्नुहुन्छ। अब यो भनौँ न लघु उद्यमको सिलसिलामा जुन खालको सूचनाहरू जुन खालको कार्यक्रमहरू यहाँहरूले सञ्चालन गरिरहनु भएको छ त्यो सेवा बारेमा जानकारी लिन ओडा मार्फत पनि सक्नुहुनु भयो होइन, अथवा सोझै महानगरपालिकामा ललितपुर महानगरपालिकाबाट पनि जानकारी लिन सकिने भयो। त्यो सँगसँगै अब त्यो सम्पर्क नागरिकले भनौँ न ओडावासीले अथवा ललितपुरवासीले चाहिँ ठ्याक्कै सम्पर्क चाहिँ कहाँ गर्नुपर्छ, ओडामा कि महानगरपालिकामा? अब कतिपय तालिमहरू यस्ता सुविधाहरू दर्ताहरू ओडाबाटै पनि भइरहेको हुन्छ। ओडाले चाहिँ फेरि सम्बन्धित ओडाका व्यक्तिहरूलाई मात्रै समावेश गराउँछ होइन। अब जुन कुनै ओडाकोले चाहिँ बुझ्न चाहनुहुन्छ भने चाहिँ हाम्रो उद्योग शाखामै आउनुभयो भने राम्रो हुन्छ। भनेपछि अब लघु घरेलु अथवा साना उद्योग शाखामा होइन तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ होइन। अब यसको चाहिँ भनौँ यो उद्यमीहरू अथवा यो लघु उद्यमको चाहिँ एक खालको अवसर छ भनेर बुझौँ होइन? हजुर एकदमै। काम गर्न चाहने यो उद्यम व्यवसाय गर्न चाहनेहरूको लागि चाहिँ ललितपुर महानगरपालिकाले एकदमै सपोर्ट गर्छ। उहाँहरूलाई चाहिँ हाम्रो शाखामा हाम्रो महानगरमा स्वागत पनि गर्न चाहन्छौँ कि हामी। अब तपाईँले त्यसो भनेर त अब लघु घरेलु तथा साना उद्योग विकासको लागि चाहिँ ललितपुर महानगरपालिकाले तपाईँहरू आफ्नै त्यो शाखाको विकासका लागि अथवा त्यो पाटोमा चाहिँ के गरिरहनु भएको छ? तपाईँहरूले पनि फेरि विकसित हुनु पर्यो होइन, अरूलाई सेवा दिने भएपछि होइन। तपाईँहरू चाहिँ कति विकसित हुनको लागि तालिमदेखि लिएर होइन विभिन्न खालका चाहिँ अपडेट हुनुपर्ने हुन्छ नि, त्यो पाटोमा चाहिँ के छ? हामीहरू पनि अब बेला बेलामा चाहिँ यो ट्रेनिङहरू क्षमता विकासका तालिमहरू लिइरहेको हुन्छौँ होइन। त्यस्तै गरेर हाम्रो चाहिँ यो ऐन नियम संशोधन भएका कुराहरू हेर्ने ओर्ने त्यो पनि गरिरहेकै हुन्छौँ। त्यसै गरी अन्तरपालिका भ्रमण भनेर चाहिँ यो सिकाइहरू आदान प्रदान हुन्छ नि एक पालिका र अर्को पालिका बीच। उद्योग क्षेत्रमा के कस्ता चाहिँ असल अभ्यासहरू भइरहेका छन्, के कस्ता समस्या आउँछन् भनेर चाहिँ हाम्रो यो अन्तरपालिका अध्ययन भ्रमण कार्यक्रमहरू पनि भइरहेको हुन्छ। त्यसबाट पनि हामीलाई सिकाइहरू चाहिँ भएको हुन्छ। अब विभिन्न किसिमका सेमिनारहरू गोष्ठीहरू त्यस्तोमा पनि हामी सहभागी भइराखेका हुन्छौँ। अन्त्यमा सरिताजी अब हामी अन्तिमतिर आइपुगेका छौँ होइन। यहाँसँग कुराकानी गरिरहँदा जुन खालको जानकारी यहाँले ललितपुरवासीहरूलाई दिइरहनु भएको छ, अब अत्यन्तै मनभित्रैबाट केही गर्छु भन्ने मान्छेहरूको लागि व्यवसाय सुरु गर्छु भन्ने सोच बनाएकाहरूका लागि चाहे त्यो महिला होस् अथवा युवा होस् होइन जोसुकै होस् होइन, अब उहाँहरूलाई चाहिँ यहाँको चाहिँ के छ भन्नु? अब लघु उद्यम गर्न चाहन्छु, आफ्नो घर समय परिवार सबै व्यवस्थापन सँगसँगै केही आय आर्जन गर्न चाहन्छु भन्नेहरूका लागि चाहिँ हाम्रो ललितपुर महानगरपालिकाले विभिन्न अवसरहरू प्रदान गरिरहेको छ। विभिन्न मैले अघि पनि भने सफल उद्यमीका उदाहरणहरू जस्तै हाम्रो नामै लिएर भन्नुपर्दा नि हाम्रो यो विष्णु पोखरेल ज्यूहरूको टिम होइन, त्यसै गरी हाम्रो रेशमा महर्जनहरू हुनुहुन्छ, निला श्रेष्ठ हुनुहुन्छ, सरिता भट्टराईहरू हुनुहुन्छ होइन। मैले उहाँहरूको नामै लिएँ। उहाँहरू चाहिँ बिल्कुलै महानगरकै सहयोगबाट चाहिँ एकदमै आज उत्कृष्ट उद्यमी भनेर सम्मानित पनि भइसक्नु भएको अवस्था पनि छ। त्यो भएको भएर तपाईँहरू जो होस्टे चाहिँ गर्नु पर्यो, महानगरपालिकाले जहिले पनि हैसे गरिरहेकै हुन्छ र केही उद्यम व्यवसाय गर्न चाहनुहुन्छ, आय आर्जन गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई चाहिँ ललितपुर महानगरपालिकाले एकदमै सहयोग गर्नेछ। यही नै भन्न चाहन्छु। हुन्छ, यो महत्त्वपूर्ण समय रेडियो सगरमाथालाई दिनुभयो। वरिष्ठ उद्योग विकास सहजकर्ता सरिता अधिकारी, यहाँलाई विशेष धन्यवाद। हजुर हस्, धन्यवाद हजुरलाई पनि। हस् त, आजलाई यो विशेष प्रस्तुति खुला मञ्चको समय सकिएको छ। आज हामीले खास गरी लघु उद्यमका सन्दर्भमा होइन ललितपुर महानगरपालिकाले जुन सिलाइ कटाई तालिमदेखि लिएर बुटिक
अगरबत्ती अब विभिन्न खालका चाहिँ तालिमहरू उहाँले थुप्रै तालिमहरू चाहिँ दिइरहनु भएको छ। त्यो तालिम पश्चात पनि व्यवसाय सुरु गर्न सकिने एउटा लघु उद्यमको महत्त्व र यसले चाहिँ आर्थिक जीवनको पाटोमा एउटा सहजीकरण गर्ने कुरा उहाँले हामीलाई जानकारी दिनुभयो। यही जानकारी सँगसँगै आजलाई खुला मञ्चको समय सकिएको छ। फेरि पनि ललितपुर महानगरपालिका लघु घरेलु तथा साना उद्योग शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता सरिता अधिकारीलाई धन्यवाद दिँदै म दीपक रियाल पनि बिदा हुन्छु। नमस्कार। के शहर के गाउँ जोसुकै हौँ जहाँ रहौँ, सबैको बोली अट्ने ठाउँ रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज। नेपाली रेडियो, नेपाली आवाज।